आइन्स्टाइन भन्दा बढी दिमाग भएका माननीय हर्क साम्पाङज्यूको कुरा सुन्नुहोस् त एकचोटि। नेपाली दाजुभाइ होइन त्यो सुकुम्बासी भने चाहिँ। र यो समस्यालाई समाधान कसरी गर्ने भन्ने बारेमा पनि उहाँसँग आइडिया छैन क्या। आजभन्दा 30-40 वर्ष पहिलादेखि मान्छेले चाहिँ नि होइन खाइ नखाइ लगानी लगाएको छ, घर बनाएको छ। त्यो देख्यौँ नि हामीले 3 तले 4 तले। मेरो आइडियामा हिँड्ने भने चाहिँ त्यो जग्गा चाहिँ सरकारी मूल्याङ्कनमा त्यो मान्छेलाई किनाउनुपर्छ क्या, जसले घर बनाइसकेको छ नि होइन, उसैले सरकारले चाहिँ धनी पूर्जा दिनुपर्छ, तर सशुल्क धनी पूर्जा दिनुपर्छ। त्यसो गर्यो भनेदेखि वर्षैपछि उसले त्यो जग्गाको कर पनि तिर्छ, घरधुरी कर तिर्छ होइन, खरबौँ रुपियाँ तपाईँको चाहिँ इन्कम हुन्छ। कस्तो लाग्यो त उहाँको आइडियोलोजी तपाईँलाई? मलाई त एकदम बेकार लाग्यो, किनकि अब गरिबको देवता जस्तो मान्छेले यस्तो कुरा गरेर हुन्छ भने मान्छे पैसा नभएर पो त्यस्तो ऐलानी जमिनमा बस्या हो त, नत्र त नम्बरी जमिन किनेर बसिहाल्थे नि। अब यो पैसा देवता जस्तो मान्छेले पैसा उठाउँछु भनेपछि सबैले जमिन किन्न लगाउँछु भनेपछि त अब के गर्ने? यत्तरी मलाई त ठिक लागेन। तपाईँहरूले के लाग्यो, के कस्तो लाग्यो कमेन्ट गर्नु होला। त्यही हो जय नेपाल।